सुदूरपश्चिम रोयल्सले आफ्नो ग्रुप स्टेजको लास्ट म्याचको जुन विराटनगरसँगको हार थियो त्यसको आज बदला लिएको छ र जुन हिसाबले आफ्नो लास्ट म्याचमा हार्न पुगेको थियो त्यही अनुसारै बदला लिँदै फाइनल प्रवेश गरेको छ। आज भएको जुन क्वालिफायर वानको विराटनगर किङ्स भर्सेस सुदूरपश्चिम रोयल्सको म्याचमा एकदम ठुलो अन्तरले सुदूरपश्चिम रोयल्स जित्न सफल भएको छ। फर्स्ट ब्याटिङ गर्दै 155 रन बनाएको थियो। अब केही अझ बढी रन बनाउन सक्थ्यो कि जस्तो देखिरहेको थियो, तर 155 रन नै काफी भयो सुदूरपश्चिम रोयल्सको लागि जित्नको लागि। विनोद भण्डारीले एकदम राम्रो इनिङ खेले, राम्रो इनिङ खेलिरहेका छन् र दोस्रो हाफ सेन्चुरी थियो उनको यो टुर्नामेन्टमा। र जुन नेपालको अरू प्लेयरहरू नचलिरहेको अवस्थामा विनोद भण्डारी भने एउटा सिनियर प्लेयर भइकन एकदम राम्रो पर्फर्मेन्स गरिरहेका छन् र सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पुर्याउनको लागि उनको पनि ठुलो कन्ट्रिब्युसन रहेको छ। अब विराटनगर किङ्समा एकदम ठुल्ठुलो नाम थियो र सुरुमै 3 विकेट गुमाउनु पुग्यो, 3 विकेट गुमाउनु पुग्यो 3 रन हुँदै खेल्दै फर्स्ट बलमै सेम हेजलेट आउट भएका थिए र मार्टिन होप्टिन पनि के गरिरहेका थिए टुङ्गै थिएन। अब एकदम हावा रन आउट हुनु पुग्यो अनि अब कम्प्लिटली अब ब्लाइन्ड खालको के अब अचम्म पाराले रन आउट भयो त्यो। अब सिनियर प्लेयर अब अचम्म पारामा अब फाटु प्लेसिसले केही खेल्ने कोसिस गरिरहेका थिए, तर अर्को इनबाट साथ दिने कोही पनि थिएन र उनी पनि स्ट्रगल पनि गरिरहेका थिए। उनी पनि अब दिपेन्द्र सिंह अहिले एउटा डिफिकल्ट क्याच मिस गरेका थिए सुरुमा, तर लास्टमा जसरी आउट हुन पुग्यो र लास्टमा विराटनगर किङ्स हार्न पुग्यो र सुदूरपश्चिम रोयल्स एकदम दामी पर्फर्मेन्स दिँदै फाइनल पुगेको छ। 156 रनको टार्गेट पछ्याएको विराटनगर किङ्स 78 रनमै अल आउट हुन पुग्यो र फाइनलमा सुदूरपश्चिम रोयल्स पुगेको छ। अब विराटनगर किङ्सको लागि अर्को चान्स छ, अब लुम्बिनी लायन्स भर्सेस काठमाडौँ गोर्खाजको विनर अब विराटनगर किङ्ससँग खेल्नेछ र विराटनगर किङ्सले अब अर्को म्याच जित्यो भने फाइनल पुग्छ, नत्र बाहिरिनेछ। हेरौँ अब के हुन्छ।